मेरा विधिहरूलाई घृणा गर्यो भने इन्कार गर्यो होइन, घृणा गरेर इन्कार गर्यो भने अनि मेरा सम्पूर्ण आज्ञाहरू नमानेर मेरा करार भङ्ग गर्यो भने है परमेश्वरले के भन्छ, जुन चाहिँ म तिमीहरूको बिचमा आतंक फैलाउने अनि शरीर नष्ट पार्दै जाने र आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल पार्दै होइन शिथिल है हामी यहाँ शिथिल गराउँदै लाने भयङ्कर रोगहरू पठाउने छु भन्ने कुरा हामी यहाँ पाउँदछौँ है। तिमीहरूले रोपेका बिउहरू खेर जानेछन् र किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन् भन्ने कुरा। यदि तपाईँ र मैले प्रभुको वचन सुन्नलाई इन्कार गर्यो भने, यदि परमेश्वरको विधिहरू हामीले मानेन भने हाम्रो जीवनमा ती समस्याहरू आउँदो रहेछ होइन, त्यो दुःख कष्टहरू आउँदो रहेछ है। त्यसकारण तपाईँ र मैले प्रभुको वचन है साँच्चै नै सुन्ने मात्र होइन, पालना गर्ने। जसरी हामी मर्कुसको पुस्तक 4:20 भन्दछ, जसले प्रभुको वचन सुन्छ र पालना गर्छ उसले 100 गुणा 30 गुणा 60 गुणा 100 गुणा चाहिँ फलहरू फलाउनेछ भन्ने कुरा। आमेन। आज तपाईँ र मैले पनि जब परमेश्वरको वचन सुन्छ र पालना गर्छ भने परमेश्वरले तपाईँ र मेरो जीवन पनि होइन, परमेश्वरको वचन जीवित छ, जिउँदो छ है। परमेश्वरले तपाईँ र मेरो अवस्थाहरू प्रभुले परिवर्तन गर्नुहुन्छ है। परमेश्वरले जसले तपाईँ र मैले गरेका हातका कामहरूमा आशिष दिनुहुन्छ है। यदि मैले भने यदि तपाईँ र मलाई वचन सुन्न अल्छी लागिरहेको छ भने, चर्च जान अल्छी लागिरहेको छ भने हाम्रो जीवनमा समस्या आउन लागेको छ भन्ने कुरा हामीले बुझ्न पर्यो है। त्यसकारण तपाईँ र मैले वचन सुन्नको निम्ति है, प्रार्थना गर्नको निम्ति जब हामी प्रार्थना गर्छौँ भने परमेश्वरले तपाईँ र मैले गर्न नसकेको कुराहरू प्रभुले गर्नुहुन्छ हाम्रो जीवनमा है। साँच्चै नै जसरी हामी यहाँ पाउँदछौँ कि परमेश्वरको वचन प्रस्थान 15:26 पत्ते भन्दछ है, हामी त्यहाँ पछि तिमीहरूले मेरा आज्ञाहरू मान्यो भने, मेरा विधिहरू पालना गर्यो भने जुन रोगहरू है त्यो मिश्रीहरूमा ती रोगहरू तिमीहरू मध्ये कसैलाई पनि ती रोगहरू लाग्ने छैन भन्ने कुरा हामी पाउँदछौँ है। यदि आज तपाईँ र मैले अटेरी गर्यो भने परमेश्वरको